Namaste. My name is Jivan Kumar Sai. Today I am going to discuss about one of the most important topic of physics class 12, which is Byte and Savart law and its application. I will try to cover Byte and Savart law and its own application in this video. Before going into the deeper about Byte and Savart law, first of all, we need to understand the wasted observation. हामीले के थाहा छ भने जस्तै यो म्याग्नेट हो, यो बार म्याग्नेट हो, ठिक छ। जुनसुकै म्याग्नेट भए पनि त्यसको वरिपरि म्याग्नेटिक फिल्ड हुन्छ, अर्थात् त्यो म्याग्नेटले आफ्नो वरिपरि म्याग्नेटिक फिल्ड प्रोड्युस गर्छ। हो, यो बार म्याग्नेट हो, यसको वरिपरि म्याग्नेटिक फिल्ड प्रोड्युस भइरहेको छ। यो म्याग्नेटिक फिल्डमा तपाईले कुनै म्याग्नेटिक मटेरियल्स अर म्याग्नेटिक सब्स्टेन्सहरु, जस्तै मानौं मैले यहाँ एउटा आइरनको सानो किला लिएर राखेको छु। हो, यो आइरनको किलालाई यो म्याग्नेटिक फिल्डमा, यसको म्याग्नेटिक फिल्डमा राख्ने भने यसले अट्र्याक्ट गर्छ। हो, यसले अट्र्याक्ट गर्छ। यो कुरा त हामीलाई थाहा छ। या अरु कुनै म्याग्नेटिक सब्स्टेन्सलाई यसले रिपेल पनि गर्न सक्छ, अर्थात् यो म्याग्नेटले आफ्नो म्याग्नेटिक फिल्ड भित्रका कुनै पनि म्याग्नेटिक मटेरियल्स र सब्स्टेन्सलाई चाहिँ के गर्छ त फोर्स अफ अट्र्याक्सन र रिपल्सन चाहिँ के गर्छ, यसले चाहिँ एक्जर्ट गर्छ। यो कुरा चाहिँ हामीलाई पहिल्यै थाहा थियो। अब नयाँ कुरा चाहिँ हाम्रो वेस्टेड साइन्टिस्टले चाहिँ पत्ता लगाउनु भयो एक्सपेरिमेन्टले। उहाँको अब्जर्भेसन के थियो भने जसरी यो म्याग्नेटले आफ्नो वरिपरि म्याग्नेटिक फिल्ड प्रोड्युस गर्छ, त्यसरी नै यदि कुनै कन्डक्टरमा या कुनै वायरमा भनौँ, यहाँ हेर्नुहोस् XY भनेको एउटा कन्डक्टर हो या वायर हो, त्यसमा हामीले सम एमाउन्ट अफ करेन्ट यसमा पास गरायौँ भने या सम एमाउन्ट अफ करेन्ट यदि यहाँबाट फ्लो भयो भने यसको वरिपरि पनि म्याग्नेटिक फिल्ड प्रोड्युस हुन्छ भन्ने कुरा हाम्रो वेस्टेड साइन्टिस्टले पत्ता लगाउन आएको। हेर्नुहोस् त, यहाँ this is a conductor XY and I amount of current is passing through this conductor. हो, अब according to वेस्टेड यसको वरिपरि म्याग्नेटिक फिल्ड प्रोड्युस होला। म्याग्नेटिक फिल्ड प्रोड्युस भइसकेपछि अब मैले एउटा म्याग्नेटिक निडल यसको नजिकै चाहिँ मैले लिएर राखेँ। म्याग्नेटिक निडलले के गर्छ, यसले चाहिँ म्याग्नेटिक फिल्डको प्रेजेन्स छ कि छैन भन्ने कुरालाई देखाउन मद्दत गर्छ। अब मैले यसको नजिकै मैले एउटा म्याग्नेटिक निडल ल्याएर राखेँ भने यसले चाहिँ डिफ्लेक्सन सो गर्यो, हैन, डिफ्लेक्सन सो गर्छ। यो कुराले चाहिँ के प्रुभ गर्छ त भने म्याग्नेटिक फिल्ड प्रोड्युस अराउन्ड द करेन्ट क्यारिङ कन्डक्टर। है, करेन्ट क्यारिङ कन्डक्टरको वरिपरि म्याग्नेटिक फिल्ड प्रोड्युस हुन्छ भन्ने कुरा हाम्रो वेस्टेड भन्ने साइन्टिस्टले एक्सपेरिमेन्टली चाहिँ पाएको कुरा हो। अब यो करेन्ट क्यारिङ कन्डक्टरको वरिपरि म्याग्नेटिक फिल्ड त प्रोड्युस भयो, ठिक छ, म्याग्नेटिक फिल्ड प्रोड्युस भयो। अब त्यो म्याग्नेटिक फिल्डको स्ट्रेन्थ कसरी क्याल्कुलेट गर्ने, हैन? यहाँ म्याग्नेटिक फिल्ड प्रोड्युस भइरहेको छ करेन्ट क्यारिङ कन्डक्टरको वरिपरि। अब कुनै पोइन्टमा यो पोइन्टमा हुन सक्छ, यो पोइन्टमा हुन सक्छ, यो पोइन्टमा हुन सक्छ, यो पोइन्टमा हुन सक्छ, डिफ्रेन्ट पोइन्टमा हुन सक्छ अराउन्ड दिस कन्डक्टर। कसरी म्याग्नेटिक फिल्डको स्ट्रेन्थ क्याल्कुलेट गर्ने त? यो पोइन्टमा, यो P1 भन्ने पोइन्टमा म्याग्नेटिक फिल्डको स्ट्रेन्थ कति छ, यो पोइन्ट P2 मा म्याग्नेटिक फिल्डको स्ट्रेन्थ कति छ, यो पोइन्ट P3 मा म्याग्नेटिक फिल्डको स्ट्रेन्थ कति छ, त्यो कसरी क्याल्कुलेट गर्ने भन्ने कुरा हाम्रो बायट एन्ड सावर्ट लले दिएको छ। अब हामी त्यसको बारेमा डिस्कस गर्न चाहन्छौँ एकछिन कार्ड। Ready? You Byte and Savart law has to calculate the strength of magnetic field at different point around a current carrying conductor. Current carrying conductor वरिपरि magnetic field produce हुन्छ। त्यो magnetic field को strength at different point around this current carrying conductor हामीले calculate
गर्नु पर्यो भने वायर एन्ड साइबर लको हेल्प लिन सक्छौँ। यो कुरा चाहिँ थाहा। अब हामी एउटा कन्डक्टर या वायर कन्सिडर गरौँ एक्स है, जसमा आई एमाउन्ट अफ करेन्ट चाहिँ फ्लो भइरहेको छ। We want to calculate total magnetic field at this point P. फेरि भने we want to find total magnetic field B at this point P due to this whole current carrying conductor. We want to find total magnetic field at point P due to this whole current carrying conductor. यो पोइन्ट पी मा हामीले चाहिँ टोटल म्याग्नेटिक फिल्ड क्याल्कुलेट गर्नुपर्ने छ। त्यहाँ मैले बी भनेर भने यो होल कन्डक्टरमा करेन्ट आई अमाउन्ट अफ करेन्ट फ्लो हुँदाखेरि यो पोइन्ट पी मा टोटल अमाउन्ट अफ करेन्ट बी मैले क्याल्कुलेट गर्नुपर्ने छ। त्यसको लागि हेर्नुस् है, त्यसको लागि मैले हामी यो कन्डक्टरको एउटा स्मल स्टेट पार्ट भनेर पनि भन्न सक्नुहुन्छ, एउटा स्मल इलिमेन्टरी लेन्थ भनेर पनि भन्न सक्नुहुन्छ, या स्मल करेन्ट इलिमेन्ट भनेर पनि भन्न सक्नुहुन्छ। तीनवटै कुरा एउटै हो। यो कन्डक्टरको मैले एउटा स्मल इलिमेन्टरी पार्ट, एउटा स्मल इलिमेन्टरी लेन्थ कन्सिडर गरेँ। हेर्नुहोस् है, यहाँदेखि यहाँसम्म जसको लेन्थ डिएल छ। यो लेन्थलाई मैले एउटा पर्टिकुलर डिरेक्सनमा कन्सिडर गरेको कारणले गर्दाखेरि दिस लेन्थ क्यान बी ट्रिटेड एज लेन्थ भ्याक्टर। यो पोइन्ट पी र यो करेन्ट एलिमेन्ट बिचको डिस्टेन्स आर छ, ठिक छ। मैले यसलाई भ्याक्टरको फर्ममा ट्रिट गर्दा, यसलाई भ्याक्टरको रूपमा ट्रिट गर्दाखेरि यसलाई आर भ्याक्टर भनेर लिन सक्छु। यो डिएल लेन्थ र यो आर बिचमा बनेको एङ्गल थीटा छ, यो थीटा, ठिक छ। कन्डक्टरमा आई अमाउन्टको करेन्ट फ्लो भइरहेको छ भने यो करेन्ट एलिमेन्टमा पनि आई अमाउन्ट अफ करेन्ट नै फ्लो भइरहेको होला। यो स्मल इलिमेन्टरी लेन्थमा आई अमाउन्ट अफ करेन्ट फ्लो हुँदाखेरि, फेरि पनि भन्दैछु, यो स्मल इलिमेन्टरी लेन्थमा आई अमाउन्ट अफ करेन्ट फ्लो हुँदाखेरि पी भन्ने पोइन्टमा प्रड्युस भएको म्याग्नेटिक फिल्ड डिभी, ठिक छ। वायर एन्ड साइबर लले के भन्नु भएको छ भने हेर्नुहोस् है, यो स्मल इलिमेन्टरी लेन्थमा आई अमाउन्ट अफ करेन्ट प्रड्युस फ्लो हुँदाखेरि प्रड्युस भएको म्याग्नेटिक फिल्ड के कुरासँग डाइरेक्टली भेराइ गर्छ, के कुरासँग इन्भर्सली भेराइ गर्छ त भन्ने कुरा मात्रै भन्नुभएको। हेर्नुहोस्, उहाँको पहिलो स्टेटमेन्ट के हो त? सुरुमा उहाँले के भन्नुभयो भने यो magnetic field which is produced due to this current carrying small elementary length or current element, यो current element मा I amount of current flow हुँदाखेरि produce भएको magnetic field dV, यो यसको लेन्थसँग, यो current element को लेन्थसँग डाइरेक्टली भेराइ गर्छ। डाइरेक्टली भेराइ गर्छ भन्नु मतलब डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर भन्नुभयो लाइक इक्वेसनमा। अर्कोले उहाँले के भन्नुभयो, यो डिभी जुन छ, यो डिभी यो कन्डक्टरमा फ्लो भएको करेन्टसँग डाइरेक्टली भेराइ गर्छ, अर्थात् आईसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर भन्नुभयो। अर्को चाहिँ के भन्नुभयो, यो डिभी जुन छ यो थीटा होइन कि साइन अफ थीटासँग डाइरेक्टली भेराइ गर्छ, अर्थात् साइन अफ थीटासँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर भन्नुभयो लाइक इक्वेसन थ्योरीमा। अर्को कुरा के भन्नुभयो भने यो डिभी यो डिस्टेन्सको स्क्वायरसँग, हेर्नुहोस् है, यो डिभी यो डिस्टेन्सको स्क्वायरसँग इन्भर्सली प्रोपोर्सनल हुन्छ भनेर भन्नुभयो लाइक इक्वेसन 4। अब यो सबै इक्वेसनलाई कम्बाइन गरौँ है, के आउँछ हाम्रो एक्सप्रेसन, फाइनल एक्सप्रेसन, कम्बाइनिङ इक्वेसन 1 2 3 एन्ड 4। हेर्नुहोस् त, डिभी डिएलसँग डाइरेक्टली प्रोपोर्सनल छ, आईसँग डाइरेक्टली प्रोपोर्सनल छ, साइन थीटासँग प्रोपोर्सनल छ। डिभी चाहिँ आईसँग प्रोपोर्सनल छ, डिएलसँग प्रोपोर्सनल छ, साइन अफ थीटासँग प्रोपोर्सनल छ, र कोसँग इन्भर्सली प्रोपोर्सनल छ, स्क्वायर अफ द डिस्टेन्स योसँग इन्भर्सली प्रोपोर्सनल छ। डिभी इज इक्वल टु
ल यो प्रोपोर्सनल साइनलाई हटाउँ, यहाँ चाहिँ के आउँछ KIDR sin थीटा डिभाइड बाई आर स्क्वायर। एसआई सिस्टममा चाहिँ एसआई सिस्टम एसआई युनिटमा के को भ्यालु म्यु नट डिभाइड बाई 4 पाई सँग इक्वल हुन्छ। यहाँ लिएर राख्दाखेरि DB इज इक्वल टु म्यु नट डिभाइड बाई 4 पाई IDL sin थीटा डिभाइड बाई आर स्क्वायर। यो चाहिँ हाम्रो फाइनल एक्सप्रेसन भयो। इक्वेसन नम्बर 6 मा this is a required expression of the magnetic field produced at point P due to this current element। अब हाम्रो टार्गेट के हो भने हेर्नुस् है, हाम्रो टार्गेट त होल कन्डक्टर कारणले गर्दाखेरि प्रोड्युस भएको टोटल म्याग्नेटिक फिल्ड क्याल्कुलेट गर्ने हो। अब हामी त्यो कसरी गर्न सक्छौँ? एउटा त हामी सधैँ अनुमान लगाउन सक्छौँ कि यो कन्डक्टरलाई हेर्नुहोस् है, यो कन्डक्टरलाई यस्तै इन्फाइनाइट नम्बर अफ अर्थात् लार्ज नम्बर अफ चाहिँ इलिमेन्ट्री लेन्थमा डिभाइड गर्ने हैन। यसलाई यसरी डिभाइड गर्ने, मैले एउटा डिभाइड गर्ने, अर्को यसरी 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 लार्ज नम्बर अफ चाहिँ के गर्ने इलिमेन्ट्री लेन्थमा डिभाइड हो। र प्रत्येक इलिमेन्ट्री लेन्थमा फ्लो भएको करेन्टले गर्दाखेरि यो पोइन्टमा प्रोड्युस भएको म्याग्नेटिक फिल्ड निकाल्ने र सबैले जोड दिने टोटल म्याग्नेटिक फिल्ड आइहाल्यो। अर्थात् मैले भन्न खोजेको के हो भने यो पोइन्ट P मा म्याग्नेटिक फिल्ड टोटल म्याग्नेटिक फिल्ड इज इक्वल टु चाहिँ के त भने dB1 प्लस dB2। dB1 भनेको लेट्स से मैले यसलाई अहिले dB1 भने है, dB1 भनेको यो करेन्ट इलिमेन्टको कारणले गर्दाखेरि प्रोड्युस भएको म्याग्नेटिक फिल्ड हैन। अर्को पनि करेन्ट इलिमेन्ट छ, लार्ज नम्बर करेन्ट इलिमेन्ट चाहिँ हामीले चाहिँ कन्सिडर गरिरहेका छौँ, लार्ज नम्बर करेन्ट इलिमेन्ट्समा डिभाइड गरेका छौँ। अर्को करेन्ट इलिमेन्टले प्रोड्युस गरेको चाहिँ म्याग्नेटिक फिल्ड dB2 हैन, अर्को चाहिँ dB3 होला। हुँदै चाहिँ लार्ज नम्बर अफ चाहिँ इन्फाइनाइट नम्बर अफ चाहिँ करेन्ट इलिमेन्टहरू हामी चाहिँ कन्सिडर गर्न सक्छौँ। र यसलाई मैले समेसन नोटेसनको फर्ममा लेख्न सक्छु। यसलाई मैले n = 1 to infinity dBi भनेर पनि लेख्न सक्छु हैन। अर्थात् dB यहाँ चाहिँ n, the value of n ranges from 1 to infinity means number of current elements are infinite। र अर्को कुरा हामीले चाहिँ डिफाइनाइट इन्टिग्रेसनको कन्सेप्टबाट पनि हामीले यो पोइन्ट P मा होल कन्डक्टर कारणले गर्दाखेरि टोटल म्याग्नेटिक फिल्ड निकाल्न सक्छौँ हैन। यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ यो कन्डक्टरलाई चाहिँ इन्फाइनाइट नम्बर अफ चाहिँ स्मल इलिमेन्टरी लेन्थमा चाहिँ डिभाइड गरेको छ र प्रत्येक इलिमेन्टको कारणले गर्दाखेरि प्रोड्युस भएको म्याग्नेटिक फिल्ड क्याल्कुलेट गरेर जोडेको छ हैन। यसरी गर्नुभन्दा हामी चाहिँ के गर्न सक्छौँ भने एउटा इलिमेन्टरी लेन्थले प्रोड्युस गरेको म्याग्नेटिक फिल्ड क्याल्कुलेट गरेर यो कन्डक्टरको अलोङमा चाहिँ हामीले इन्टिग्रेट गरिदियौँ भने त टोटल म्याग्नेटिक फिल्ड निकाल्न सकिहाल्छौँ हैन, विथ द हेल्प अफ डिफाइनाइट इन्टिग्रेसन, कन्सेप्ट अफ डिफाइनाइट इन्टिग्रेसन। भन्नुको मतलब एउटा स्मल इलिमेन्टरी लेन्थ दिइहाल हेर्नुहोस् है, स्मल इलिमेन्टरी लेन्थ यदि प्रोड्युस गरेको म्याग्नेटिक फिल्ड dB यो हामीले निकालेका छौँ हो, जुन चाहिँ के हो त भने dB = म्यु नट डिभाइड बाई 4 पाई IDL sin थीटा डिभाइड बाई आर स्क्वायर। ठिक छ। यस्तै इलिमेन्टरी लेन्थहरू यो कन्डक्टरको यो होल कन्डक्टरमा चाहिँ इन्फाइनाइट नम्बर अफ चाहिँ के त भने इलिमेन्टरी लेन्थ चाहिँ छन्। त्यही कारणले गर्दाखेरि मैले टोटल म्याग्नेटिक फिल्ड चाहिँ यसलाई हामीले सिधै इन्टिग्रेट गरेर पनि क्याल्कुलेट गर्न सक्छौँ सिधै। हामी कहाँदेखि कहाँसम्म त यसको लेन्थ चाहिँ x देखि y सम्म चेन्ज भइरहेको छ, x देखि y सम्म चेन्ज भइरहेको छ, सिधै मैले इन्टिग्रेसन गर्न सक्छु dB अर्थात् xy म्यु नट डिभाइड बाई 4 पाई IDL sin थीटा डिभाइड बाई आर स्क्वायर। दिस इज द required expression to find the total magnetic field at point P due to this whole current carrying conductor। अब हामी यसको एप्लिकेसन एउटा एप्लिकेसन हेर्छौँ, भिडियो लामो भइसक्यो, एउटा हामी एप्लिकेसन हेरौँ। एप्लिकेसन
एप्लिकेसन फर्स्टमा चाहिँ हामी म्याग्नेटिक फिल्ड at the center of current carrying circular coil हेर्नुहोस् है यहाँ सर्कुलर कोइल छ एउटा कन्डक्टर या वायरलाई चाहिँ सर्कुलर फर्ममा चाहिँ त्यसलाई कन्भर्ट गर्यो त्यसलाई बनाइदियो भने त्यसै सर्कुलर कोइल ठिक छ यो सर्कुलर कोइलमा चाहिँ सर्टेन एमाउन्ट अफ करेन्ट पास हुँदाखेरि त्यसको सेन्टरमा म्याग्नेटिक फिल्ड प्रोड्युस हुन्छ त्यसको वरिपरि म्याग्नेटिक फिल्ड प्रोड्युस हुन्छ त्यसको सेन्टरमा पनि म्याग्नेटिक फिल्ड प्रोड्युस हुन्छ अब त्यसको सेन्टरमा चाहिँ कति म्याग्नेटिक फिल्ड प्रोड्युस भयो त्यो कुरा हामी निकाल्न गएका छौँ मैले एउटा सर्कुलर कोइल चाहिँ कन्सिडर गर्छु एउटा सर्कुलर कोइल हेर्नुहोस् है यसमा आई एमाउन्ट अफ करेन्ट फ्लो भइरहेको छ यो करेन्ट यसरी जाने भयो हैन यसरी आउने भयो यसरी आउने भयो ठिक छ अब यो भनेको यसको सेन्टर ठिक छ यसको रेडियसलाई मैले आर भनेर भन्छु अब यो सेन्टरमा बी एट सेन्टर you calculate गर्नुस् total magnetic field due to this current carrying circular coil at the center you calculate गर्नुस् हो यो क्याल्कुलेट गर्नको लागि मैले पाइट एन्ड सागर लमा गरे जस्तै के गर्छु त भने यहाँ चाहिँ एउटा मैले स्मल एलिमेन्टरी लेन्थ जसलाई करेन्ट एलिमेन्ट पनि भन्छौँ स्मल एलिमेन्ट लेन्थ कन्सिडर गर्छु जसको लेन्थ कति छ dl ठीक छ जसमा आई एमाउन्ट अफ करेन्ट फ्लो भइरहेको छ ठिक छ यसलाई मैले dl भ्याक्टर भनेर पनि भन्न सक्छु जसको लेन्थ dl छ र यसलाई मैले r भ्याक्टर भनेर पनि भन्न सक्छु ठिक छ र यो dl र r को बीचमा एंगल 90 डिग्री बनेको छ ठिक छ अब बायट एन्ड सावर्टले के भन्छ भने according to Bayes and Savart law को अनुसार Bayes and Savart law के भन्छ त्यो सम्झौँ त यो करेन्ट एलिमेन्टको कारणले गर्दाखेरि यो सेन्टरमा प्रोड्युस भएको म्याग्नेटिक फिल्ड हुन्छ है यो करेन्ट एलिमेन्टको कारणले गर्दाखेरि r डिस्टेन्समा प्रोड्युस भएको म्याग्नेटिक फिल्ड dv कति हुन्छ mu naught divided by 4 pi I dl sin theta divided by r तपाईले थाहा पाइसक्नु भएको छ यो थीटा भनेको चाहिँ dl र r बिचको एंगल यहाँ यो dl र r बिचको एंगल 90 डिग्री त्यसले mu naught divided by 4 pi I dl sin theta को ठाउँमा कति राख्नु पर्यो 90 डिग्री divided by sin r स्क्वायर mu naught divided by 4 pi I sin 90 भनेको 1 dl divided by sin theta r स्क्वायर यो dv हो ल इक्वेसन 1 अब यो भनेको त यो एलिमेन्टरी लेन्थको कारणले गर्दाखेरि सेन्टरमा प्रोड्युस भएको म्याग्नेटिक हामीले निकाल्नु पर्ने त टोटल म्याग्नेटिक फिल्ड होल चाहिँ सर्कुलर कोइलको कारणले गर्दाखेरि प्रोड्युस भएको म्याग्नेटिक फिल्ड निकाल्नु पर्ने अब यो करेन्ट एलिमेन्ट हेर्नुहोस् त यो करेन्ट एलिमेन्ट यस्तै करेन्ट एलिमेन्ट त हामी इन्फाइनाइट नम्बर अफ करेन्ट एलिमेन्टहरू हामी कन्सिडर गर्न सक्छौँ ठिक छ यहाँदेखि हुँदै यहाँसम्म त इन्फाइनाइट नम्बर अफ करेन्ट एलिमेन्टहरू कन्सिडर गर्छौँ अगाडि भने जस्तै अब के त इन्फाइनाइट नम्बर अफ करेन्ट एलिमेन्टहरू अथवा लार्ज नम्बर अफ करेन्ट एलिमेन्टहरू कन्सिडर गर्न पर्यो प्रत्येक करेन्ट एलिमेन्टले यो सेन्टरमा प्रोड्युस गरेको म्याग्नेटिक फिल्ड निकाल्न पर्यो र सबैले जोडिन पर्यो हैन कि त त्यसरी गर्न पर्यो अब त्यो भनेको त अत्यन्तै गाह्रो कुरा कति नम्बर अफ चाहिँ करेन्ट एलिमेन्टमा डिभाइड गर्ने भन्ने कुरा नै हैन फिक्स छैन त्यसो गर्नुभन्दा मैले के गर्छु त भने यो dl लेन्थ जुन छ dl लेन्थ छ मैले यहाँदेखि हुँदै यहाँसम्म हेर्नुहोस् है यहाँदेखि यसलाई मैले 0 भनेर भने स्टार्टिङ पोइन्ट हुँदै यहाँ यसको सर्कमफ्रेन्सको अलङमा यसको यहाँदेखि हुँदै यहाँसम्म
मैले चाहिँ इन्टिग्रेट गरिदिएँ भने यहाँ यसलाई मैले 0 भने 0 भने यसलाई मैले 0 भने यहाँबाट हुँदै 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 यहाँसम्म आउँदाखेरि कति डिस्टेन्स ट्राभल गर्ला भने टोटल सर्कमफरेन्स यसको रेडियस r छ यसको रेडियस r छ यसको सर्कमफरेन्स 2πr हो यहाँदेखि हुँदै 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 यहाँसम्म आउँदाखेरि त 2πr डिस्टेन्स ट्राभल गर्ला भन्नुको मतलब मैले चाहिँ अब यो एक्सप्रेसनलाई 0 देखि यहाँदेखि यहाँसम्म इन्टिग्रेट गरिदिएँ भने टोटल म्याग्नेटिक फिल्ड निकाल्न सकिहाल्छ अब हेरौँ हैन अब टोटल म्याग्नेटिक फिल्ड हेड सेन्टर हैन हेड सेन्टर हो भने मैले हेड सेन्टर सरी यसलाई सेन्टरै भन्ने मैले जे गर्छु यसलाई इन्टिग्रेट गर्नु पर्यो यो क्वेसनमा इन्टिग्रेट गर्नु पर्यो कहाँदेखि कहाँसम्म 0 देखि किनभने यो यहाँदेखि यस्तै करेन्ट एलिमेन्टहरू हामीले चाहिँ यसको पुरै सर्कमफरेन्समा हामीले कन्सिडर गर्न सक्छौँ हैन यहाँदेखि यहाँसम्म भनेपछि यहाँदेखि यहाँसम्म भनेपछि कति डिस्टेन्स ट्राभल गर्यो 2πr 0 देखि 2πr र इन्टिग्रेट गरौँ dv 0 देखि 2πr u0 डिवाइड बाइ 4π u0 डिवाइड बाइ 4π I dl डिवाइड बाइ r स्क्वायर हेर्नुहोस् त म्युनिट कन्स्ट्यान्ट दिस इज द पर्मिटिभिटी यो भनेको पर्मिटिभिटी अफ फ्री स्पेस यसको भ्यालु कन्स्ट्यान्ट हुन्छ 4π कन्स्ट्यान्ट नै भयो करेन्ट चाहिँ कन्स्ट्यान्ट हुन्छ हैन सर्टेन अमाउन्ट अफ करेन्ट इज पासिङ थ्रु दिस सर्कुलर कोइल r यसको रेडियस हो यो पनि कन्स्ट्यान्ट हुने भने यहाँ चाहिँ भ्यारिएबल भनेको dl मात्र हुन्छ यो कन्स्ट्यान्टले बाहिर निकाल्न सक्छौँ हामी u0 डिवाइड बाइ u0 I डिवाइड बाइ 4π r स्क्वायर 0 देखि 2πr र भित्र के रहने भयो dl रहने भयो अब हेर्नुहोस् त यसले भन्न खोजेको के हो यो dl लाइनलाई हेर्नुहोस् यो इलिमेन्ट्री यो dl भनेको के हो यो इलिमेन्ट्री लेन्थ हो यो इलिमेन्ट्री करेन्ट एलिमेन्ट छ यसको लेन्थ हो यो dl हैन 0 देखि 2πr सँग इन्टिग्रेट गरिरहेको छ भने यो लेन्थ यस्तै इलिमेन्टहरू यहाँदेखि हुँदै हुँदै यहाँसम्म कन्सिडर गरेर त्यो सबै लेन्थलाई जोड्दाखेरि कति आउँछ त्यही नै यो हो u0 डिवाइड बाइ I डिवाइड बाइ 4πr स्क्वायर यो कति आउला यहाँदेखि यसको सर्कमफरेन्समा यस्तै करेन्ट एलिमेन्टहरू चाहिँ कन्सिडर गर्ने र सबैको लेन्थलाई जोड्दियो भने त यहाँदेखि यहाँसम्म यो यहाँदेखि यहाँसम्म छ यसको सर्कमफरेन्ससँग इक्वल आउँछ भन्दा मलाई यसलाई इन्टिग्रेट गर्दाखेरि 2πr सँग इक्वल ठिक छ यसलाई मैले बी सेन्टर भनेर भन्छु अब यसलाई मैले यहाँ मैले चाहिँ मेटेँ अब हेर्नुहोस् त यो r एउटा कट्यो पाइ कट्यो हैन 2 4 हाम्रो चाहिँ म्याग्नेटिक फिल्ड एट द सेन्टर इज इक्वल टु कति आयो भने u0 I डिवाइड बाइ यहाँ तल 2 रह्यो हैन 2 रह्यो अनि r ठिक छ हाम्रो दिस इज द फाइनल एक्सप्रेसन एट द सेन्टर अफ म्याग्नेटिक फिल्ड ड्यू टु द करेन्ट क्यारिङ सर्कल u0 I डिवाइड बाइ 2r अब जस्तै यो कोइल